माथि के छ स्विमिङ चाहिँ कहाँ गर्नु स्विमिङ गर्न पढी गाइस यस्तो मजाको छ यहाँ चाहिँ वादी साप जस्तो टाइपको क्या गाइस हामी चाहिँ अहिले फोटो खिच्न आँटेको छ फोटो सेसन हुँदैछ होइन झर्नु अरे यहाँ राख्नु नि यहाँ एउटा झोला यस्तो के छ भने अरे यहाँ राख्नु न त झर्दैन यहाँ राख्नुहोस् है यहाँ राख अब राख त हाम्रो ट्राइपोड यतिको चाहिँ ह्यान्डसम हुनु पऱ्यो नि त होइन यतिको चाहिँ ह्यान्डसम हुनु पऱ्यो नि त ह्यान्डसम भएपछि यतिको क्या इक्जाम्पल यता उहाँ आमा यतिकै ह्यान्डसम हुनु पऱ्यो नि त केटा भएपछि क्या कम कपाल यस्तै पाल्छु हलाइदिएन फेरि हाम्रो बडा हो गुफा बसिरहेको फेरि वाङ छ आएन हो सुङ्गी छ फेरि त मोटे छ नि त है सोकै हाम्रो यहाँनिर फोटो सेसन भइसक्यो होइन अब चाहिँ हामी चाहिँ तल गएको तल गएर चाहिँ स्विमिङहरू गर्ने कस्तो होला कहाँ कस्तो छ नि आमा चस्मा मेरो के त आउनेछ अब त हामी चाहिँ निस्किएर तल एकछिन खोला खेल्ने त्यसको बाद चाहिँ हामी चाहिँ घरतर्फ लाग्ने तौरिनीको सबभन्दा नक्कले फोटो सेसन सलमान खान हो आज उसले गर्दा हाम्रो सलमान तामाङ के भन्दैछ पछि के भन्दैछ सलमान तामाङ हो के थरी भाइ स्याङदेन हो सलमान तामाङ स्याङदेनले चाहिँ आज चाहिँ हामी सबैको आइफोनको चाहिँ 50% ब्याट्री जानुमा चाहिँ उसको सबभन्दा खैबाट अगाको सबको ब्याट्रीहरू चाहिँ अब अलमोस्ट कस्तो लाग्यो आज दामी भाइ एकदम वन्डरफुल होइन एकदम ब्युटिफुल एकदम यस्तो पिसफुल जग्गामा आएर चाहिँ होइन आज चाहिँ म ओमान आएको जस्तो फिल भयो कसम है के छ तपाईँको मजा आयो भाइ हो नो म्याटर होइन फर्स्ट कुरो त अब सबैजना साथीभाइहरूसँग होइन एउटा अब हल्का मेमोरिज पनि क्रिएट गरियो र अर्को कुरो चाहिँ अब नयाँ जग्गा एक्सप्लोर है भाइ के भन्छौ अन्त मोस्ट इम्पोर्टेन्ट अब होइन हामीले हाम्रो एक्सपेन्सेस पनि बेसी नै भएको छ तर पनि वर्थ छ क्या वर्थ मजा लाग्यो क्या हुन्छ नि यहाँ आएर चाहिँ ओमानमा आएर चाहिँ 2019 मा आएको म होइन हामी दुईजना सेम फ्लाइटमा आएको होइन अब उसले त सुनेको थियो कि सुनेको थिएन मैले चाहिँ फर्स्ट टाइम आज चाहिँ भाले बासेको चाहिँ सुने प्लस बाख्रा पनि सुने प्लस गधाले पनि ढ्याँडा गरेको सुने मेन कुरा चाहिँ के भन्नु चाहिँ अब त्यही हो नयाँ जग्गा एक्सप्लोर गर्नु पायो साथीभाइहरूसँग एउटा होइन मेमोरिज प्लस त अर्को कुरा चाहिँ के भने हाम्रो साथी निवास र कलेज जाँदैछ होइन धेरै दुःख कुरा यो कुरा चाहिँ अब आउँदो दिनहरू हामी थाहा छैन भेट हुन्छौँ है भेट हुन्छ तर यस्तो जुन चाहिँ अब यस्तो हुन्छ त फेरि बाहिर जति तपाईँले बाहिर गरेको मेमोरिजहरू अर्कै फिल हुन्छ नि त होइन त्यो अब गाउँमा गरेको फिल अर्कै हुन्छ किनकि अब हामी बाहिर आएको छौँ होइन बाहिर काम गर्छौँ दुःख गरेर काम गर्छौँ होइन अब फ्यामिली नै हो क्या भोलि मलाई केही पऱ्यो म रोशन दादा गर्छु क्या म पासन दादा भन्छु क्या केही पऱ्यो भने त्यो हो नि त होइन दादा केही पनि हामीलाई पर्छ त्यो हो क्या फ्यामिली नै साथी भयो हामी चाहिँ अब हाम्रो बोन्ड चाहिँ एकदम राम्रो छ क्या हामी अहिलेदेखि होइन पहिलेदेखि पासन दादा मैले इन्डियादेखि चिनेको रोशन दादा यहाँ आएर चिनेको मैले र बोन्ड चाहिँ यति साह्रो राम्रो छ त्यो चाहिँ हाम्रो एउटा हुन्छ नि अब के भन्छ सानैदेखिको साथी छ दाजुभाइ पनि एउटा घरको जस्तो टाइप क्या अन्डरस्ट्यान्डिङ हरेक कुरामा अन्डरस्ट्यान्डिङ क्या कहिले मनमा त त्यस्तो केही थिएन क्या सो तपाईँहरू पनि बाहिर जानुहुँदैछ बाहिर हुन्छ राम्रो साथी पक्रिनुहोस् होइन अब कति त अब रक्सी धेरै खानुहुन्छ होइन र पनि अब तपाईँमा त्यो चाहिँ तपाईँकोमा हुन्छ क्या होइन र होइन ड्युटी रुम मात्र चाहिँ लाइफ होइन मान्छे ड्युटी रुम होइन कमाएर मात्रै जिन्दगी निकालेर चल्दिने त्यो चाहिँ होइन यस फ्यामिली इज इम्पोर्टेन्ट तर आफ्नो लाइफमा पनि अब अलिकति आफ्नो लाइफ र
आफूलाई पनि अलिकति इम्पोर्टेन्स दिनु चाहिँ अब अवश्य छ, जहाँसम्म चाहिँ मलाई जरुरी लाग्छ कि दिनुपर्छ भन्ने कुरा होइन किन हामीले फ्यामिलीको लागि त गरि नै रहेछौँ अभियस कुरा हामी बाहिर आएको छौँ कसको लागि आएको फ्यामिलीको लागि तर आफ्नो लागि पनि जिउनु पर्ने रहेछ क्या हुन्छ नि जिउनु पर्छ भनौँ न होइन अब फ्यामिलीलाई त गरिरहेको छु हामी फ्यामिलीको लागि होइन चाहे तपाईँले 1000 रुपियाँ हालिदिनुहोस् न त हेरिरहेको छ नि तपाईँले आएको होइन होइन हेरेको नि त एउटा छोराको एउटा कर्तव्य निभाइरहेको छ नि त होइन चाहे तपाईँले 1000 रुपियाँ हालिदिनुहोस् घरमा चाहे 200 रुपियाँ हालिदिनुहोस् न अनि एटलिस्ट बाउ आमा खुसी हुन्छ त्यो कुरामा र पनि हामीले पनि आफ्नो इच्छा पुरा गरिरहेको छौँ हुँदैछ यहाँनिर हो यहाँ चाहिँ हाम्रो चिया पकाउनु पनि ल्याएको थिएँ ए बोतल फ्याँक्नु नि एउटा बोतल के थाहा हो म चिया बनाउँदैछ चिया खानु यहाँ खेल्दैछ त्यही त खास सेफ्टीको होइन है यो त कफी रेस्पोन्सिबिलिटी कफी हो कफी खाँदा सब कप हेर्नुहोस् यहाँ कप बोतल काटेर चिप्ससँग चिया खान्छ कफी गरेर कफी बनिँदैछ यहाँनिर चाहिँ नेस्क्याफे खै यो मेरो गिलास त अनि रिजर्भ भएछ त है चाउल न पखाल्दै खाऊँ न चाउल हेर्छ मलाई साह्रै विरक्तै लाग्ने चिज हो यो अघि बिहान टर्नर लाग्यो त नि म त फर्स्टको टनल खिच्नु बिर्सेछु कि मतलब क्यामेरा खोलेँ होइन त्यो प्ले बटन नै थिच्नु बिर्सेछु न घन्टा रेकर्ड बटन क्या त्यहाँदेखि पछि निस्केर पो यसो अफ गर्नु भनेको त्यति बेला पो रेकर्ड भइरहेको रहेछ त्यहाँदेखि सेकेन्डमा चाहिँ सेकेन्ड टनलमा चाहिँ खिचेँ मैले त्यहाँदेखि ओवानको टनलमा पनि आइपुग्यो योपालि कतिलाई खिचेको ओवानको टनलमा पनि आइपुग्यो योपालि हो केटाहरूले चाहिँ मेरो 256 GB कम्ती हुँदैछ नि भाइ यस्तो गरिहालेर है छोडो त लु पिज्जाको त्यो चिजहरू सबै देखिरहेको छ त्यहाँ पोटेटो एजेसहरू जानु सक्दैन त्यो कति कस्तो रहेछ एकदम दामी लागिरहेको छ एकदम दामी है क्रिस्टल क्लियर वाटर पानी चाहिँ एकदम क्लियर छ हो मिठो पनि छ जुगा पनि जुगा पनि छैन कहाँ छ जुगा त ए जुगा नि जुगा हो यो कप यो वन्दे यो पानीमा कप पनि डुब्दैन रहेछ हो पानी साइडमा कम पनि खाँदैछ अरे उयो चाहिँ हैन मजा अर्कै छ रिकॉर्ड हो रहा है रिकॉर्ड हल्का जिउ चाहिँ हल्का तो गहिरो छ नि त यता मात्रै खेल्नु सक्छ गाइस यहाँ किनकि त्यहाँ गहिरो छ कि त्यो कारणले गर्दा उता जानु हुँदैन
हो कस्तो मजा रहेछ आमा दामी भाइ आमा त है तातो तातो पानीमा ठुल्ठुलो बडी देखाउँदैन है सो गाइज भाइले चाहिँ पुरा दुःख गर्दैछ होइन इन्भेस्ट गरेर एज जोक्स पार्ट होइन पुरा मेहनत गर्दैछ अलमोस्ट रिच हुनु आँट्यो है 1K है सो प्लिज डु सपोर्ट सब्सक्राइब हिज च्यानल है बिचरा गरिदिनुहोस् न गाइज वङदी हाम्रो वङदी होइन सलमान गले तामाङ होइन सलमान तामाङ हो सौरिनीबाट सो भाइको च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनुहोस् वङदी ब्लग है अन्त के हो भोक त खतरा लागेको के हो भाइ लाउँदिनँ हाल्यो त्यही भोक खतरा लागेको छु त भाइ तिमीलाई त सेल्फी किङ कुइनहरू अनि है आफू चाहिँ यस्तो भएर है बिचरा केटाहरू छिटो गर गाइज ये चाहिँ हो वादी बिन खालिद यो चाहिँ तपाईँको मस्कट गोब्राबाट चाहिँ आउन 3 आवर्स लाग्यो होइन त 3 घन्टा है 3 आवर्स 3 घन्टा लाग्यो तर हामी निजवा साइडबाट है यता वादी सब साइडबाट पनि आउँछ आउनु चाहिँ सिङफल भएर पनि आउँछ तर हामी चाहिँ त्यो बाटो होइन हामी त तल्लो बाटो है रुसोको बाटो सो अलिकति टाढै नै लाग्यो भनौँ न बट इट वाज अमेजिङ एक्सपिरियन्स है एक्सपिरियन्स चाहिँ राम्रो लियौँ हामीले रमदान चाहिँ एकदम राम्रो बित्यो सो देन स्टेडियम अब तपाईँलाई म तलको नजराको दृश्य देखाउने चाहिँ त सो गाइस स्टेडियम सो गाइस अब चाहिँ हामी फर्केको यहाँबाट अब तल जाँदैछौँ तल कस्तो छ तपाईँलाई देखाउँछ हुन त अघि देखाएको होइन तर अब चाहिँ हामी यो ब्लग चाहिँ 2टा आउँछ है अल्छी नगरी हेरिदिनु होला होइन किनकि यहाँबाट कतिजनाको ड्युटी छ हो कतिजना ड्युटी दाइ यो चाहिँ मजाको है कतिजना ड्युटी छ अब कतिजना के छ कसो छ हो त्यही कारणले गर्दा चाहिँ र बेलुका चाहिँ के छ प्लान कता जाने के छ बेलुका यसो बेलुका लाग्थ्यो यसो हुन्छ सो गाइज यो चाहिँ एउटा टुरिस्ट एरिया हो होइन यहाँ चाहिँ पुरा टुरिस्टहरू आउँछ ओमान नै एउटा टुरिस्ट जग्गा हो क्या टुरिज्म टाइपको जस्तै अब टुरिस्टहरू पुरा आउँछ ओमानमा किनकि यहाँनिर एउटा नेचुरल एउटा हुन्छ नि एउटा नेचुरल भएको जग्गा छ क्या एउटा
आफै बनिएको क्या कसैले बनाएको होइन आर्टिफिसियल होइन आफै बनिएको खोला आफै खोलाले बनिएको नालीहरू निस्केर होइन सबै त्यस्तो छ क्या अब अगाडि हेर्नुहोस् कस्तो मजा छ यहाँनिर यहाँबाट के भयो यहाँ स्क्रिनसट गर न गोप्रो हेभी गरम हिँडेछ नि क्रिकेट खेल्नु जाँदै पहिला पुग्छ नि क्या क्रिकेट खेल्नु जाँदा क्या दुईजना हेर तर होइन साँच्ची त म फोटो सेसन हुँदैछ यहाँनिर होइन अब हामी चाहिँ फर्किने अब चाहिँ हामी फर्किने अब यहाँबाट चाहिँ लाग्ने करेन्ट खिच्दैन होइन त्यसै राम्रो छ त्यसै ह्यान्डसम छ कि टुरिस्ट लुक छ त त्यही त भनेर म त्यसै भन्छु म त्यसै ह्यान्डसम छ नि म क्या गरम भयो म यता हेर्नुहोस् निस्के केटाहरू फोटो खिच्दैछ होइन केटाहरू फोटो खिच्दैछ म चाहिँ तल गएर त्यो आइल्यान्डमा गएर हेर्नु पऱ्यो भन्ने सोचिरहेको छु सो तपाईँलाई म त्यहाँ लाँदैछु है त गाइस यहाँ कत्रो ढुङ्गा छ यो डल्लो ठुलो ढुङ्गा क्या सिला ढुङ्गा जस्तो छ क्या आउन आउन त्यहाँ फोटो खिचिदिन्छ आऊ यहाँ डेट्सको जग्गा पानी बाफ्रे यहाँ तर गहिरो नै छ पानी माछा यहाँ माछा कता छ माछा त्यो शान्ति पिस छ क्या यहाँनिर एकदम पिस जग्गा एकदम गहिरो रहेछ यहाँनिर यहाँ चाहिँ हतपत यहाँ चाहिँ स्विमिङहरू गराउनु स्विमिङ गर्नु दिँदैन होला जस्तो लाग्यो यहाँनिर चाहिँ हतपत दिन्छ त्यो चढ्नै बनाएको होइन पहाडमाथि कत्रो चट्टान छ ललितको चाहिँ मेन जग्गा क्या यो जग्गामा आएर चाहिँ अब यहाँ आएन चाहिँ अब के भन्नु यो चाहिँ यस्तो मजाको जग्गा हो यस्तो मजाको जग्गा यसलाई चाहिँ म यहाँ राख्छु क्या हो त्यही त म यताबाट आउँछु कि भिडियो गरेर ल ए होइन स्लो मोसन होइन यस्तो मजाको जग्गा छ बाफ्रे यहाँ चाहिँ क्या मजाको जग्गा चाहिँ एकछिन बोल यहाँ स्याटिस टक्कै बस्ने यो टक्कै होइन वरिपरि पानी छ त्यही चाहिँ केटाको गरिदिनु भिडियो यहाँ त केटाहरू आउँदैछ ओ वाउ अमेजिङ
Look at this view, guys. Wadi bin Khalid. This is called Wadi bin Khalid. So guys, you can see. क्या मजा भ्यू छ माथि पहाड अहिले माथि गएर आएको के पनि माथि छ हो एन्ड लुक एट दिस पुरै निलो छ एकदम यहाँ गहिरो नै रहेछ एन्ड के त यहाँ फर्किँदैछौँ घरतर्फ कतिजनाको ड्युटी छ कतिजनाको कहाँ जाने के जाने छ होइन मेरो त छुट्टी छ 2 दिन सो आनन्द गएर आनन्दसँगले सुत्ने हो खाने र खाना खाएर सुत्ने सो त्यो आजको ब्लग यसै मजा गऱ्यो आई होप तपाईँलाई मन परेन यो ब्लगलाई हेर्नुहोस् यो ढुङ्गा होइन अब माछा यहाँ माछा यो डल्दै नि यो माछाहरू चाहिँ यहाँको हेर्नुहोस् है यो माछाहरू चाहिँ नि त्यो सिलगढीमा त्यो जुन चाहिँ टोक्ने रहेछ कत्रो माछा अम्बो यो चाहिँ टोक्ने माछा होस् क्या यसले चाहिँ त्यो रगत चुस्ने टाइपको मान्छ क्या त्यो माछा त्यस्तो माछा यो माछा चाहिँ यहाँ चाहिँ गहिरो छ हेभी गहिरो हेर्नुहोस् त डुब्दैछ हुन्छ यहाँ गयो गयो तल अम्बो गहिरो रहेछ नि हौ गहिरो रहेछ यहाँनिर गाइस यहाँ चाहिँ के रोपेको रहेछ क्या यहाँ डेजर्ट छ होइन अन्त यो बर पिपलको बोट रहेछ यहाँनिर हो अन्त यो त मैले चिनिनँ मौरीको बनाउँदैछ अन्त अर्को के भने अन्त डस्टबिन चाहिँ यसरी राखेको छ हो डस्टबिन चाहिँ टक्कै यसरी राखेको देख्छ होइन टक्कै एन्ड यहाँनिर एउटा हावाघर छ हो यहाँ एउटा हावाघर छ हजुर बाटो छैन त्यता छ सो गाइस यहाँनिर चाहिँ एउटा छ क्यान्टिन रहेछ हो अन्त यहाँबाट यस्तो जाने यस्तो गरेर यस्तो जाने सो म चाहिँ केटाको झोला बोक्न आँटेको छु यहाँबाट केटाको झोला बोकेर आदि चाहिँ उमाथि छ हामी चाहिँ यताबाट जाँदैछु तल भेटौँ भनेर हो सो या गाइज यति साह्रो मजा आयो आज चाहिँ किनकि गाडीमा पनि पैसा त्यति लाग्यो किनकि दुई दिनको लागि लिएको 2 दिनको तपाईँको कति 2200 लाग्यो होइन अन्त प्लस गाडी क्यामेराले पनि खिच्यो किनकि बाटोमा रोडमा क्यामेरा चाहिँ स्पिड चेक हुन्छ किनकि अलिकति हामीले मिसअन्डरस्ट्यान्डिङ भयो त्यो कुराले गर्दाखेरि चाहिँ क्याप्चर पनि गऱ्यो त्यसमा 30 रियल गयो इन्डियाको 2000 एउटा क्यामेरा क्यामेरा भने इन्डियाको 2000 तिर्नुपर्छ हो त्यो चाहिँ जुन चाहिँ रेन्ट गाडीको मालिक छ त्यसलाई आउँछ त्यसले चाहिँ हामीलाई फोन गर्छ आजकल त्यसको बाद चाहिँ हामीले पैसा पे गर्नुपर्छ हो यो चाहिँ केही छैन पैसा पे गरौँ केही छैन हो यति साह्रो वर्थ इट भयो त यति साह्रो मजा आयो घुम्ने जग्गा थियो सो ब्याक टु ब्याक ब्लग आउँछ तपाईँले मन परेमा मेरो च्यानललाई सब्सक्राइब गरिन्छ नबिर्सिनु होला यो गाडी यहाँ चाहिँ फोटो खिच्दैछ यहाँ चाहिँ लिची फल्दो रहेछ लिची त फुल फुलिरहेको छ लिचीको बोट रहेछ यहाँनिर निम्बुको बोट पनि रहेछ आँपको बोट पनि रहेछ हो यता चाहिँ निम्बु प्रायः हुँदो रहेछ हौ यहाँ चाहिँ क्याम्पहरू लाउँदो रहेछ है त क्याम्प लाउँदो रहेछ यता पुरै होइन है पार्क क्याम्प ल्याएर बस्दो रहेछ यहाँनिर चाहिँ प्रायः मान्छेहरू ल कस्तो भयो मजा आयो अन्त दामी नि प्र्याक्टिस भयो पर वर्थ लाग्दैन अझै हतार नभएको भए त यति बेला त अझै बसेको हुन्थ्यो नि अलिक त्यही अब के गर्नु अब जलजिरा खाऊ रमादान छ केही खानु त पाउँदैन रुममा गएर चाहिँ पहिला चिया चाहिँ पकाएर खान्छु या अनि चियाको पुरा केही चाहिँ पकाऊ भन्नुपर्छ तर म सिधै घर जान्छु नपुग्नु खाइदिने घर पसिनु सिधै घर जान्छु घरमा गएर केही खान्छु सुत्दिन्छु त्यहाँबाट यो चाहिँ हामी सङ्गम भन्छ होइन अब यसलाई चाहिँ जलजिरा भन्छ तर हामी चाहिँ पहिला सङ्गम भन्छ यसमा चाहिँ हामी पहिला पानीमा हालेर चाहिँ खान्छ क्या यो त पहिला अहिले त मिठो हुँदैन तर यतिको पनि दामी चाहिँ दामी लाग्छ तर मलाई अरू भन्ने डाइजेसन भयो यताबाट
लाउनु यो पहिलाको जमानै ठिक थियो क्या कल्याण उमाथि जाँदैछ केटाहरू अब हामी त पहिलाको जमानै ठिक छ क्या उमाथि भाइको पहिलाको जमाना चाहिँ यति साह्रो मजा आउँथ्यो हरेक कुराको चिज क्या अब अहिले सम्झिँदाखेरि चाहिँ क्या त्यही ठिक थिएछ भन्ने हुन्छ क्या अब केटाहरूसँग घुम्नु जानु होइन अन्त गोली खेल्नु क्रिकेट खेल्नु होइन कति घुम्थ्यौँ हामी क्या क्रिकेट स्कुल भागे क्रिकेट खेल्नु जान्थ्यौँ हामी त्यो टाइममा त्यस्तो मजा छैन दा है पहिलाको चिजहरू नि अब स्कुल भागे खेल्नु गएको क्रिकेटहरू होइन कस्तो मजाको थियो होइन बाटो छैन त्यो त यता बाटो कहाँ छ यताबाट आउनु यताबाट पा रहेछ नि ब्याङ्कबाट हो पहिला स्टुडेन्ट लाइफहरू मजाको लाग्छ क्या अब हामी अलिकति एज भएपछि जब 40-50 मा पुग्छ फेरि अहिलेको मुभमेन्टहरू चाहिँ मजाको लाग्छ क्या त्यही त मान्छेलाई पुरानो कुरा मात्रै मजा लाग्छ क्या किनकि मलाई यस्तो लाग्छ कि समटाइम्स अब त्यो टाइममा हामी होइन गाउँमा बस्दाखेरि अब ठुलो दाजुहरू के भन्थ्यो बेङ्गलोरमा छ अरे अब बेङ्गलोर त्यो टाइममा हामी बेङ्गलोर भन्दा कहाँ अब हुन्छ नि कहाँ होला है अब बेङ्गलोर सोच्नु बित्तिकै हामीले के सोच्थ्यो लाउने साइकलहरू त्यो सोच्थ्यो नि त अब होइन अब किनकि मेरो आप्पा पनि मेरो बेङ्गलोरमा बसेको होइन त्यो सिलगढीमै त गाडी क्रस गर्न साह्रो त्यो साह्रो चिन्थेन पनि खासमा त्यही हो अन्त अहिले कस्तो लाग्छ भने अहिलेको नानीहरूलाई चाहिँ के लाग्छ भने हामी घर गयो भने चाहिँ के लाग्छ भने बाहिर बस्दो रहेछ अब है त्यस्तो हुन्छ नि है होइन पसँग त होइन मैले त्यस्तो रहेछ क्या जस्तो अब हामी अहिले यो एजमा आयौँ होइन यो एजमा आउँदाखेरि अब पहिलाको स्टुडेन्ट लाइफहरू मजाको लाग्छ होइन अनि त्यही भनेर चाहिँ अब जब हामी 40-50हरू पुग्छौँ होइन त्यतिखेर फेरि अहिलेको समय दामी लाग्छ क्या त्यही भएर अहिलेको जुन चाहिँ प्रेजेन्ट टाइम छ त्यसलाई नै अब मजाको मेमोरिजहरू क्रिएट गर्नुपर्छ क्या बनाउनु पर्छ म चाहिँ के भन्छु भने अहिलेको नानी जुन चाहिँ सानो नानीहरू छ तिनीहरूलाई पनि अब रोकटोक नआउनु क्या खेल्नुमा माटो खेल्नु दिनु सबै खेल्नु दिनु किनकि त्यो समय फर्केर आउँदैन क्या होइन त त्यो समय फर्केर आउँदैन नि त किनकि हामीले त्यो पहिला खेलेको अहिलेको नानीहरूले फेरि धुलो कतिले खेलाउँदैन पनि धुलो देख्दैन पनि भएको कुरो तर हामी चाहिँ पहिला धुलो सुधो डल्लै खेलेर आएको मान्छे होइन तर अहिले धुलो खेल्यो भने नानीहरू खेल्नु दिनु र जुन चाहिँ हामीले पनि लाइफ इन्जोय गरिरहेको छौँ यो पनि पछि फर्केर आउँदैन अब भोलि बुढेसकालमा को छिटो मर्ने के गर्ने के थाहा छ कसैलाई थाहा छैन होइन दिन त अब कसैलाई थाहा छैन कहिले बित्ने बुढेसकालमा होइन त्यो लाइफ अहिले जे छ मजाले इन्जोय गरिराख्ने हो पैसा रुपियाँ भइरहेछ क्या राम्रो हो हेमा अनि राम्रो हो हेमा हो तर पैसा रुपियाँ भइरहेछ क्या पैसाको मुख कहिले नहेर्नु होइन इन्जोय गर्नु पुरा इन्जोय गर्नुपर्ने छ क्या लाइफमा चाहिँ रुम ड्युटी चाहिँ लाइफ होइन त्यो चाहिँ हो सो इन्जोय होइन इन्जोयमेन्ट साथीभाइहरूसँग त्यस्तो होइन कि अब साथीभाइसँग भेट्यो रक्सी खायो त्यो होइन क्या अब कस्तो हुन्छ समटाइम हुन्छ अब अकेजनली हुन्छ होइन अकेजनली हुन्छ होइन र पनि अब त्यो डेली बेसिसमा कोही छैन नि त अनि त्यो अकेजनली भनौँ न अब दसेरा त्यस्तो टाइपको हुन्छ नि अब त्यो टाइममा साथीभाइहरूसँग भेट्नु अर्कै भाइब आउँछ नि होइन अर्कै मजा आउँछ त्यही हो क्या सो यति भन्नु चाहेको कारण चाहिँ के हो भने क्या भन्नु चाहेको चाहिँ के खोजेको भने लाइफमा जे चलेको छ नि जुन चाहिँ तपाईँले इन्जोय गर्नु हुँदैछ नि गर्नुहोस् मजाले वाह लाइफ इज सर्ट होइन जस्ट इन्जोय बुझ्नुभयो त सकेको चाहिँ अब हामी यहाँबाट फर्के पनि सो अब हामी फर्किँदैछ पनि होइन लिची बोट होइन अब कत्रो खान्छ लिचीले लिचीको आँपको बोट हो लिची हो नि हो उयो हो नि त आँप हो नि है आँप त बोटमै पाक्छ बोटमै पाक्छ अप्रिल मे जुन निकै छ त फेरि यो फुल छ यति फुल छ कि फल्ने चाहिँ फेरि सो गाइस अब चाहिँ हामी फर्किँदैछौँ घरतर्फ होइन मन परेमा प्लिज लाइक गाइस यहाँ बयर रहेछ बयर सो मन परेमा प्लिज लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु चाहिँ नबिर्सिनु होला मेरो च्यानललाई वङदी ब्लगलाई अनि म दादाको पनि यल्मो ब्लग्स पनि म डिस्क्रिप्सनमा राखिदिन्छु दादाकोमा गएर पनि
प्लिज सब्सक्राइब गरिदिनुहोस् होला होइन एन्ड त्यही हो तपाईँहरूलाई अल्छी लाग्दा पनि हेर्नु भयो मेरो ब्लगलाई अनि दाउरा काट्दैछ यो दाउरा पनि हामीले पहिला काटेको क्या अहिलेको त देखेको पनि छैन बन्चुरो कस्तो थाहा पनि छैन होइन दाउरा काटेर सो ओके गाइज चाहिँ यति नै थियो मेरो ब्लग होइन अब यतिसम्म छ ब्लग आउँछ यहाँ 3 घन्टा लाग्छ सो ओके गाइज चाहिँ मिडिया नेक्स्ट ब्लग टिल देन बाई टेक केयर